Yes, very funny. Hello and namaste guys. Welcome back to my new video. I hope सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम आरामै छु गाइस है। न्यू डे न्यू भिडियो अनि आज चैते दशैं गाइस सबैजनालाई चैते दशैंको शुभकामना। त्यता ओके जाम घरै जाम। नानीहरु यसलाई पिङ खेलाइदिएर के एकछिन ल र। चैते दशैंको शुभकामना गाइस तपाईहरुलाई। अब हामी चाहिँ भर्खरै मन्दिर गएर पूजा गरेर आएको मन्दिरमा हल्का हल्का थिए मान्छे हैन। अनि भिडियो गर्छ भने काली पूजा गर्दै बिस्ता भयो क्या अनि भिडियो गर्नै पाइएन गाइस। अनि यता चाहिँ त्यता टक्क किङफिसर होमस्टेतिर जाँदैछौँ है। अनि हल्का हल्का फोटोसोटो खिच्यो क्या अनि यहाँ किङफिसर होमस्टेतिर आउँदैछौँ गाइस। यही हो होइन आफ्टर धेरै लामो समयपछि भेटिएको छ गाइस है। अब अहिले गाइस अनि हामी चाहिँ ठ्याक्क किङफिसर होमस्टेमा आइसक्यौँ होइन। हजुरलाई मैले किङफिसर होमस्टे 2-3 चोटि देखाइसकेँ होला। हजुरलाई हेरिसक्नु भएको होइन। हल्का भ्यू चाहिँ खतरा खालको मस्त यहाँ छ। अनि त्यहाँ चाहिँ यस्तो यस्तो खालको होमस्टे फेरि खतरा अनि हामी त्यहाँ पिङ खेल्दैछौँ ल। मजा भेन्टे ल हल्लिउँ भान्टे चाहिँ पिङ खेल्न लागिसक्यो होइन। अनि यता फेरि यस्तो भ्यू छ क्या जङ्गल छ यतातिर होइन। यता लालीगुराँस थियो अस्ति अस्तिसम्म अस्तिमा लालीगुराँस थियो हामी टिप्न आउनु पाइएन। त्यो आज चाहिँ यतातिर कता भलिबल गेम छ भन्ने सुनेँ त मैले। तर आज खेल्न आउन सकिन्न। लाइन सक्छ भ्यान्टी मजाले पिङ खेल्न लागिसकेको छिन्। हामी आउने थिएन यतातिर नै भ्यान्टी पिङ खेल्ने भनेर आउनु लगाएको होइन। हामी चाहिँ भ्यान्टी पिङ खेल्ने भनेर आएको गाई चाहिँ भ्यान्टीको कोकुली जग्गामा पिङ खेल्छिन्। अनि पिङ खेलेर अनि घर गसी भेटौँ खो गाई चाहिँ है। म पिङ खेल्न लागिसक्यो अहिले फाइनली आएर लास्टमा आएर है। भ्यान्टीको पालो पिसक्यो मेरो पालो किङफिसरको। म किङफिसरमा गएर खिच्दैनस् कति खिच्ने त्यहाँ गाई हामी चलातिर गएर फर्किसक्यौँ। भ्यान्टी अगाडि हिँडिसकेको हामी नै अगाडि हिँडिसकेका छौँ। अब घर जानु पुग्यो खाना पकाएर खानु पुग्यो होइन भ्यान्टी आउनु भएको छ। यता चाहिँ बन छ कि फेरि यता पनि सक्नुहुन्छ होइन। पातै पात छ अब कति बेला हो त्यही हो गाइस। अनि म त जति छिकै घरतिर होइन। तपाईँहरू जानु म घर जान्छु। म त घर भात बसाल्छु। लास्टै भोक लागेको भात नपाइकन आएको। अनि त्यही भएर चाहिँ के भन्छ के त्यो भन्दै थियो यहाँ बिर्सेको मोबाइलले भन्दा हामी चाहिँ वनमा पनि पात हेर्छ नि त। यहाँ स्वरमा पठाइदिनु पऱ्यो यिनीहरूलाई पात। अब आमालाई पात उठाएर ल्याउनु पर्छ लालीगुराँस भनेर चाहिँ लालीगुराँस छैन अब चाहिँ होइन। अनि त्यो गाई फेसै गरी गरी त फेसै देखिन्न कि पुरै हेर्ने होइन। सक मारेर हिँड्दै त्यत्रो राम्रो भ्लग गरेछ नि लास्टमा त फेसै नदेखि। यहाँ सबैजनाले सब्सक्राइब हानिदिनु होला च्यानलमा नयाँ हुनुहुन्छ भन्ने है गाई चाहिँ। आजको दिन के कस्तो हुन्छ होला म सबैलाई देखाइहाल्ने छु होइन। त्यो देखाउँ भनिहालौँ गाई चाहिँ। अनि हामी चाहिँ अहिले ठ्याक्क मम्मीहरू त बेसीजना विश्वजिका जानुभयो होइन। अनि म चाहिँ यो घर पान हालेर जानुपर्ने हुन्छ। पान हालेर गएर भात पकाउनु पऱ्यो के अब चाहिँ भोक लाग्यो। मम्मी आउनुहुन्छ भात पकाउनु पऱ्यो। अनि भात पकासी भात तरकारी आफै पकाउनु दिएको आज चाहिँ मैले भात र तरकारी पकाएर राख्नु थिएँ। मम्मी आउनुहुन्छ अरे अनि खाने बल्ल पकाएर भात तरकारी झन्काएर पकाउँछु गाई चाहिँ देखाइहाल्छु मैले पकाएको होइन। घरमा आएर लागिसक्यो क्या घरमा लागिसक्यो ठुलोबारमा आइसक्यो गाइस। त्यो गाई जब घर गएर भेट्नु भने त अब सो गाई चाहिँ म चाहिँ अहिले भात पाकिसकेँ यहाँ होइन। सक्नुहुन्छ भात पकाइसकेँ मैले होइन। अब यहाँ चाहिँ तरकारी पकाउनु पऱ्यो होइन। यहाँ चाहिँ आलुसालु काटेँ। यहाँ आलुसालु काटेँ। यसमा चाहिँ म तरकारी बनाउँछु। हेर्दै जानु होला अन्तिमसम्म होइन गाईहरू। बेलुकाको बाख्राको मासु थियो अनि त्यही आलु भुटेर अनि त्यही बाख्राको मासु हाल्दा यसमा सिटी लगाइदिनु क्या। कति अर्को तरकारी बनाउँदैन झगडाउनु
त्यही हो गाइस तरकारी त पर्छ पकाउनु लाग्यो होइन अब तरकारी चाहिँ